फोटोग्राफर अथवा क्यामेराम्यान भनौँ न हाम्रो कस्तो राम्रो देखेको स्माइल फाइनली गाइस मैले चाहिँ यसलाई रिपोर्ट गरेर यस्तो देखिसकेको छु। हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ फेरि पनि शुभ बिहानीसँगै शुभ सुरुवातमा मेरो युट्युब च्यानलमा है। अनि आज चाहिँ हामी आफ्टर लङ मैले चाहिँ युट्युबमा कन्टेन्ट पाइरहेको छु। अनि मैले युट्युबमा कति भयो नि त भिडियो नै हालेको छु। आज चाहिँ हामी थाप्ट्याम जाँदैछौँ नि। अस्ति न पोहोर साल चाहिँ गएको थियौँ हामी एकचोटि त्यो विन्टर सिजनमा। अनि आज चाहिँ हामी फ्यामिली जान आँटेको हो क्या, जस्ट 4 जना। सो हाम्रो चाहिँ आज फ्यामिली हाइकिङ टु थाप्ट्याम। अनि अस्ति चाहिँ यस्तो खुट्टा दुखाइदियो अनि ओह्रालोमा थरथर लागेको थियो। त्यही भएर मैले चाहिँ आज चप्पल लाएर यतिकै मैले डिसाइड गरेको छु है। सो मेरो भिडियो के कस्तो लाग्छ हजुरहरूले प्लिज रिभ्यू दिनु होला। अनि अर्को मेरो ब्याकग्राउन्डमा फुल हेर्न सक्नुहुन्छ। अनि मोस्ट अफ माई ब्युटिफुल फ्लावर इज दिस एजेलिया। यस्तो फुलेको कस्तो राम्रो छ हेर्नु न, यस्तो मजाले फुलेर हेर्नु न, ओर्लाइसक्यो क्या, सबै ओइलाइसक्यो, यस्तो राम्रो छ। अनि यिनीहरू पनि फुल्न रेडी, सबै फुल्न रेडी, यस्तो राम्रो छ है। अनि मेरो यो हंसराज पनि फुल्न रेडी भएर चाहिँ हाइड्रेन्जिया अहिलेको मोस्ट रिसेन्ट पपुलर फ्लावर हेर्नुहोस्। सो अब यहाँदेखि पल्लो छेउसम्म फुल्दाखेरि त कस्तो होला। ओके नाउ लेट्स मुभ, स्टे ट्युन। अहिले यहाँ आइसक्यौँ है। अनि यति धेरै रहेछ भिड त भगवान्, यति धेरै मान्छेहरू छ। आज बेकार आइसक्यो हामी। हिजो अस्ति नै आउनुपर्ने रहेछ, रिग्रेट भयो किनभने आज स्याटरडे हो नि त। अनि तर भोलि पनि यस्तै हुन्थ्यो होला किनभने भोलि नै उयो हो नि त। अनि विकेन्डको बेला चाहिँ यस्तै हुन्छ। 2 जना त ओ माई गड हेर त, 2 जना पो अगाडि वाह वाह। टिकट काट्ने ठाउँमा आउनु, सानमाइले टिकट काट्दै हुनुहुन्छ। देयर इज यहाँनिर चाहिँ 17 इयर्स भनेर 18 इयर्स बिलोको चाहिँ टिकट काट्दैन क्या। फाइनली टिकट इन माई ह्यान्ड। मान्छेहरू हिँडिरहनु भएको छ। इन्जिनियरिङमा चेन्ज गर भन्नु। दिस इज काठमाडौँ सहर। यत्रो बाटो हिँड्यो होइन, लास्टमा केही न केही। यहाँ हेर त, कस्तो भयो एक्सपिरियन्स? हत्तेरी साथीहरू हेर्नु न यहाँनिर हैँसेलु पाकेर लटरम्मै छ। कति धेरै नि एकचोटि झर्नु नि खप्प। यतातिर पनि छ, यहाँ माथि चाहिँ मारिरहेछ क्या। हामी सैलुङतिर आयौँ जस्तो लाग्यो है यसो हेर्दाखेरि, यो घन्टी बजेको सुनेर। यहाँ त ल सानो भाइले पर्खिरहेको छ, कस्तो सानो भाइ चाहिँ हेर्नु न त्यहाँनिर। ए हो म त के थाहा। सानो भाइले चाहिँ चस्मा बनाउनु हुने रे। यतानिर चाहिँ थुप्रो रहेछ क्या त्यो। आमामा भन्दै कुदेको। ओहो गङ्गाको लागि चाहिँ यो निङ्ग्रो हो, हाम्रो लागि चाहिँ यो उन्यु हो। ल गङ्गा यो समात्देऊ त एकचोटि हेरौँ है त। मैले बनाइसकेँ तपाईँ हाम्रो सानो भाइको आयो नि त। ल है अहिले यत्रो साल त्यो कहिलेको स्विमिङ गरेको बेला यत्रो साल यस्तरी आएको देखाउँछ नि।
दिदीहरूले के ल। त्यस्तै के आमा कतिवटा हो चस्मा नि अलिक सानो सानो रहेछ क्या अब हाम्रो यहाँनिर नयाँ साइन्टिस्टले के इन्भेन्सन गर्न आँट्दै हुनुहुन्छ धेरै घाम लाग्यो रे चर्को भएर चस्मा बनाउन आँटेको रे सनग्लासेस हामी अगाडि आएको त्यो सानो भयो क्या अलिकति हामी ठुलो अगाडि भएदेखि चाहिँ दामी हुन्थ्यो क्या यसरी हिँड्यो भने त खुट्टा दुखेर मरिन्छ ढुङ 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 यो अलिक त्यसको डिजाइनै बिग्रिरहेको खै डिजाइनै बिगार्नु भएर इन्भेन्सन गर्नु खोजेको होइन त्यसको त्यो बिग्रिरहेको र मटेरियल नै बिग्रेपछि त अब दामी हुन्थ्यो क्या हाम्रो श्रीमानजी हो हेर्नुहोस् त हाम्रो चाहिँ कस्तो श्रीमानजी हो हाम्रो श्रीमानजीले हाम्रो श्रीमानजी कति छ हुन त दुईटा छ खुसी हाम्रो श्रीमानजी भन्दा आउँछ हाम्रो श्रीमानजी कति साह्रो चाहिएको लाउँदैन नि फेरि बनाइसकेपछि त मलाई लगाइदिनुपर्छ हौ आँखाले ठ्याक्क नाप्ने हो क्या आयो फेरि छोटो नै हुन्छ कि फेरि बनिसकेको रे ल हेरौँ है त अलिक भएन क्या त्यो सानो भयो उस्तो ठुलो माथिको भए चाहिँ अहा छ नि त हाम्रो दिदीलाई आयो इन्भेन्सन गरेकै रे हेर न यहाँ यत्रो बेर पर्ख्यो मान्छेलाई को मान्छे हो मान्छे राम्रो छु अनि ठिकै छ आहा अब यहाँनिर यस्तरी आहा आनन्द भयो चिसो चिसो आमामा मोडल क्यामराम्यान मोडलको पोजै फेरि अर्कै छ नि हो आमामा त्यहाँनिर सङ्गीतकार वाह 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 यहाँ हेर्नु न यहाँ फोटो क्यामराम्यान फोटोग्राफर अथवा क्यामराम्यान भनौँ न हाम्रो कस्तो राम्रो देखेको अहिले त वाउ जस्ट लुकिङ लाइक अ वाउ अन्त सानो भाइकोमा कस्तो राम्रो आउँछ कि वाउ कस्तो राम्रो आउँछ नि स्यामसङ अल्ट्रा हो नि त अल्ट्रा खाजा खाऊँ न छिटो अनि छिटो जाऊँ अब हामी खाजा खान्छौँ खानाले चाहिँ अब मस्त वेमा होइन खाँदै हुनुहुन्छ यहाँ हाम्रो घरको अर्ग्यानिक म देखाइदिउँ भनेको थिएँ त्यो डुवावाला त भिडियो नराम्रो हुँदो रहेछ कि अनि फेरि यसरी गरेको थिएँ मैले How is it? Sunny smile. No smile. Aku tuh niskin ada kyo. हाम्रो सर्टकट पक्रिनु लाग्यो क्या मान्छेले नभनिकन अब हामी यहाँबाट जान्छौँ मान्छे आइसक्यो हामी गयौँ यहाँबाट चाहिँ अब आइपुग्न आँट्यो आइसक्यो तिनीहरू डेस्टिनेसनमा जानेर मान्छेहरू बोलाउने होइन नि फेरि भिड हुन्छ क्या अनि त्यसपछि त अनि भिड भएपछि कम्पिटिसन हाई हुन्छ त्यही भएर सोलो मोनोपोली हो क्या यहाँ चाहिँ मोनोपोली छोटो विश्रामपछि फेरि हाम्रो गन्तव्यतर्फ लागिसकेको छौँ यहाँनिर हुनुहुन्छ हाम्रो महानुभावहरू यस्तो छ क्या यहाँ चाहिँ बाटै अगाडि क्यामराम्यान सिस्नु नचिन्ने मान्छे छिटो हिँड न त त्यहाँ हेर्नु न मेरो बुढाले कम्ती मिहिनेत गरेर बनाउँदैन भिडियो मोडल मरे म त पसिना होइन साथीहरू पसिना यसरी सुती पो त टार्जन होला ओहो खोइ मलाई गङ्गा
नेपालको टार्जनहरू अहिले बनाउनु भनेको कि सकिगयो नि त्यत्तेरिका अघि कस्तो मजाले फुट जाँदै थिएन अब पुष्टि टार्जन भित्तामा छाती फुटिरहे हो चिन्ने मान्छेले सम्पर्क गर्नु होला भिडियोमा हामी बाटोमा भेटेको सम्पर्क अवस्थामा भेट्यौँ साथीहरू अहिले चाहिँ हामी ठ्याक्क अब घाट ड्यामको अपोजिटमा छौँ कि ओह अझै यहाँ त के भइसकेछ त अनि ड्याम चाहिँ हाम्रो ठिक अपोजिटमा छ उतापट्टि म देखाउँछु तपाईँहरूलाई पक्नै त यहाँ अलिक देखाएको छैन क्या पछाडि यहाँ महानुभावहरू आउँदै हुनुहुन्छ यहाँ छ घाट ड्याम चाहिँ यहाँ छ यत्रो ढुङ्गा लाएर उफ ल देख्न सक्नुहुन्छ हजुरहरूले अनि यहाँबाट पानी पास आउट हुँदै सुरु जान्छ फाइनली वी आर रिच टु आवर डेस्टिनेसन सो हियर वी आर अनि यहाँ चाहिँ सानो भाइ हुन्छ यो भिडियो चाहिँ म भरे सानो भाइबाट तानेर हाल्छु अलिक मेरोबाट मजाले देखेन कि उहाँहरू चाहिँ हामीसँगै आउनुभएको थियो गङ्गा हाउ इज योर फिलिङ्स ऊ चाहिँ लडेर टार्जन नेपाली टार्जन त रत्न पार्कबाट किनेको टार्जन जस्तै होइन यति धेरै हाँसो लागेको होइन भगवान् म त हाम्रो दुईजना महानुभाव चाहिँ यहाँ हुनुहुन्छ है पहिला हामी आउँदाखेरि चाहिँ नि साथीहरू यतानिर हिमाल मजाले देखाएको थियो क्या अनि यहाँनिर पुरै पानी पनि निलो टाइपको देखाएको थियो क्या अनि अहिले त छैन त्यस्तो धेरै अनि हामी चाहिँ सर्टकट आएर यता आएको क्या लङकट चाहिँ उपारी आउँछ भन्दै देखाउँदैछ सबै हिमालय यहाँ वाट पर्ने हिमाल अनि त्यहाँदेखि त हेर्दा नि हिमाल यतापट्टि आएको क्या अपोजिटमा कस्तो डर लाग्दो रहेछ हिँड्नै यहाँ हेर्नु न यस्तोबाट पुङ्गै झरियो गयो भने त के गर्नु गङ्गा सानो यता छ कान्छाले भिडियो बनाउँछ जानु न रे अनि सो हामी त्यहाँ गइरहेको छौँ अनि गङ्गामा मैले सनस्क्रिन बोकेर ल्याएको थियौँ क्या त्यो नि लगाएको कान्छा चाहिँ ए यहाँ आउँदै हुनुहुन्छ रहेछ म चाहिँ यस्तो राम्रो गङ्गाको फोनले अहिले अलिक मजाले खिच्नु छोड्यो क्या हौ पहिला कस्तो मजाले खिच्थ्यो अब दुईजनाको सुरु वाव कितनी अच्छी है जाली लगाएर रहेछ क्या सबै नेट जाली कस्तो लाग्यो सो रिभ्यू गर्नु ल कस्तो मजाले हावा आयो वाव ज्याकेट त खोलौँ न हौ अब कस्तो मजा आयो साथीहरू फ्रेस भ्यू अब हामी एकछिन फोटो खिच्छौँ बिचमा हेर्नु साथीहरू यहाँ लिम्चिङबुङ पुगिरहेछ लिम्चिङबुङ चाहिँ किराँती किंवदन्ती अनुसार चाहिँ होइन तायामा र खियामा छुटिने बेलामा रोपेको भनेर चिनिन्छ अनि यो मर्यो भने चाहिँ बिरामी छ दिदी बहिनी भनेर भन्छ भनेर एउटा किंवदन्ती छ है यो चाहिँ हाम्रो किराँत मिथकसँग मेल खान्छ है यो पुरानो पहिलादेखि चलिआएको हाम्रो पुर्खाको त्यही भएर हामी किराँतीहरूको लागि चाहिँ लिम्चिङबुङ चाहिँ एकदम विशेष हुने गर्छ अब हामी चाहिँ अर्को पारिपट्टि गएर खाजा खाने गर्छौँ ओके सानो भाइको चाहिँ यहाँ मोबाइलको चार्ज सक्यो भनेर उहाँ एकदम धेरै अपसेट हुनुहुन्छ गयौँ साथीहरू हामी पारिबाट हेरौँ न साथीहरू अब हामी पर जान्छौँ आर्मी बस्ने ठाउँ कता कता भन्दा यहाँ त रिसोर्ट पनि छ नि फेरि यहाँ हेर्नु त वाउ साथीहरू यता पारि जानु चाहिँ मनाइ अरे क्या उहाँहरू पनि आत्तिँदै हुन्छ यहाँ आर्मी आउनुभयो क्या अनि यहाँनिर जानु मनाइ चाहिँ किन जानुभएको भन्दै हुन्छ उहाँहरू हेरौँ न हतार हतार प्याक गर्दै हुन्छ भने अब हामी चाहिँ गयौँ उतै यता चाहिँ नजानु होला भन्दै कान्छाले चाहिँ होइन इन्फर्मेटिभ भिडियो बनाउँदै हुनुहुन्छ
कस्तो छ सिन भन्न हामी चाहिँ टाइममै गएर आइहाल्यौँ कस्तो डर लाग्यो म त त्यहाँनिर झन् आउने बाटो अप्ठ्यारो थियो भन्न डर लाग्यो ओके लेट्स गो हामी माथि जाइसक्यो अनि यहाँ चाहिँ वासरुम रहेछ अनि गङ्गा चाहिँ मूत्र विसर्जन गर्दै हुनुहुन्छ अनि म जाँदैछु यता गङ्गा वेट गर्दैछु अनि कान्छाहरू चाहिँ वहाँनिर गएर त्यहाँनिर रिजर्भ गर्दै हुनुहुन्छ ठाउँ यतानिर गएर आउनुभयो सुस्वागतम हजुरलाई उहाँहरू त यस्तो छिटो हिँड्दैन भगवान् कस्तो रहेछ टोइलेटको कन्डिसन सफाइ छ यता होइन हौ यताबाट हामी जाँदैछौँ हामीले गङ्गाहरूलाई कि यो खाने हो भनेको पत्याउँदैन यही नि खाला त्यो त होइन नि त कति राम्री देखेको बाटो नदेखेको कराउँछ हौ यहाँ त साँच्चीकै छ नि हो चलौँ भनेको म आउँछु कराउँछ मात्र न यहाँ त कराउँछ होला हौ दोस्तों ये हम है और ये हमारा पार्टी हो रहा है पार्टी हो रहा है टुंग 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 इधर से भी निकालो और हमारा ये पार्टी करने के लिए और भी है ये तो मेन है ये तो छुट्टाना नहीं चाहिए था टुंग 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 ल हेर्नुहोस् यो भन्नु किन खोल्नु ल त यो भन्दा किन खोल्नु यसरी मुख खोल्यो भने भइहाल्यो यो सानो भाइका दुश्मन अरे केस पनि गरेन यार कसैले नि चेस Cheers everyone My God साथीहरू अब हामी चाहिँ फेरि पनि यहाँ आएर खाजा खाएर अब हामी घरतर्फ जाँदैछौँ सो अब वी आर गेटिङ ब्याक टु आवर होम त्यहाँ चाहिँ छ वासरुममा फेरि जानुभन्दा अगाडि मूत्र विसर्जन गरेर मात्र जानुपर्छ सो जाँदैछौँ यताबाट अब चाहिँ अघि चाहिँ हामी सर्टकट आएको अब अहिले चाहिँ हामी सबै रोड जाने भनेको क्या अब सबैतिर हेर्नु पऱ्यो नि त त्यही भएर अहिले चाहिँ हामी अर्को नेक्स्ट पट्टि आइसक्यो होइन हुनुहुन्छ उहाँहरू चाहिँ अनि पहिला चाहिँ आर्मीहरू हुनुहुन्थ्यो र भर्खर 1 गतेदेखि राखेको अरे यहाँबाट आउने बाटो जस्तो लाग्थ्यो मलाई लु जान्न है त्यो इन्फर्मेसन डिटेलिङहरू लिँदै हुनुहुन्छ उहाँहरू चाहिँ त्यो भयो लु यति हो है भ्यू सबै पार्ट देखाइसक्यो हामीले चाहिँ एभ्रीवान हु इज इन द पोजिसन अफ द एजुकेटिभ बडी है म उहाँहरूलाई चाहिँ आई वान्ट टु लेट यु नो है यो जो पनि निकुञ्जमा हुनुहुन्छ है यहाँनिर उफर ल्याउनु भएन अनि त्यसपछि हात हतियार ल्याउनु दिनु भएन किनभनेदेखि जो पनि एजुकेटिभ बडीमा छ सबैजनाले चाहिँ उहाँहरूलाई चाहिँ इक्वल ट्रिट गर्नु पऱ्यो एभ्रीवान इज इक्वल इन फ्रन्ट अफ आइस अफ ल भनेको नि त होइन अनि यहाँनिर पुरै हो चक्कु जस्तो मटेरियल्सहरू पनि एकदम सेन्सिटिभ मटेरियल्सहरू पनि लिएर आइरहनु भएको छ एन्ड इभन उपरहरू पनि लिएर पुरै यत्रो ठुल्ठुलो क्या अनि त्यो कुरालाई चाहिँ उहाँहरूले चाहिँ चेक नगर्ने अनि जो चाहिँ साधारण मान्छे छ उहाँहरूले चाहिँ अब थाहा भएन भन्दाखेरि पनि उहाँहरूले देखिरहनु भएको छ अब त्यो कुरालाई चाहिँ अब उहाँहरूलाई चाहिँ हामीलाई पनि एक्सन लिनुभयो नि त अनि त्यो देखि पनि उहाँहरूले चाहिँ अन्जान त्यो गर्नु भएन मस्ट निड टु टेक एक्सन एगेन्स्ट अफ देम मैले अघि देखाउनु चाहिँ देखाएन तर पनि यस्तो ठुल्ठुलो उफर पनि लिएर आएको थियो अनि चक्कु पनि लिएर आइरहेको थियो सो जो पनि यहाँ निकुञ्जको एजुकेटिभ बडीमा हुनुहुन्छ जो पनि यहाँनिर ल इन्फोर्सिङ बडीमा हुनुहुन्छ है उहाँहरूले चाहिँ विशेष ध्यान केन्द्रित गरेर चाहिँ अलिकति यसमा चाहिँ रेस्पोन्सिबल हुनु पर्यो यति भन्न चाहन्छु हाम्रो किनभनेदेखि यो त हाम्रो एउटा नेसनल प्रेस्टिजको कुरा हो नि त अनि यो भनेको चाहिँ हाम्रो टुरिज्म एट्र्याक्टिङ सेन्टर हो नेसनको प्राइड हो यो कुरालाई चाहिँ हामीले अनि कसरी जोगाउने त्यो कुरालाई चाहिँ कसरी अगाडि बढाउने अझ
यो कुरालाई हामीले कसरी पोजिटिभ वेमा चाहिँ इम्प्रुभ गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने हो नि त। त्यही भएर मजाले हेरिदिनु होला, हेरिकोरी गरिदिनु होला, राष्ट्रको सम्पत्तिलाई चाहिँ मजाले जियो जोगान गरिदिनु होला भन्न चाहन्छु। महानुभावले त्यहाँनिर सुनखरी टिप्ने प्रयत्न गर्दै हुनुहुन्छ। उफ्रेर जानु न। उफ्रेर गएको रे घिसेर गइरहेछ। हुन्न मैले थाहा पाइसकेँ। उफ्रेर गएको रे घिसेर गइरहेछ। यतिको चाहिँ हुनुपर्छ प्लान्ट लभर। वाउ लु 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 त्यता होइन कि गङ्गा, यता यता भुइँमै छ। त्यो उयोसँगै टिप गङ्गा, त्योसँगै टिप है, त्यो हो त्योसँगै। ओहो आयो रे आयो रे। ल अर्को नि अर्को नि आयो। यस आयो रे आयो। एकछिन एकछिन, शुक्रगुजार हूँ मैं आपकी। ऊ त्यो टिप्न हजुर ल भयो, धन्यवाद। साथीहरू मेरो खुट्टा यस्तो दुखिरहेछ, मेरो खुट्टा झन् पाछिन थाल्छ। यहाँ कसै कसै त्यहाँ न रुने बसिरहेछ। सन भाइको नि लिगामेन्ट च्यातिएको छ, गाह्रो भयो भने हुन्थ्यो। म त झन् यस्तो खुट्टाको त्यो काप कापमा पाछिन्छ थालेछ क्या, मुटाएर अनि झन् पैताला यस्तो दुखिरहेछ। कहाँ कुन ठाउँमा गएर खुट्टामा पानीमा चुबालेर एकछिन फेरि इनर्जाइज भएर अनि हिँड्नु भइरहेछ। नेक्स्ट डे है, अनि हिजो चाहिँ हामीले हाइकिङबाट के लिएको देखाउनु पाएको थिएन नि त। अनि हामी चाहिँ मैले चाहिँ लास्टमा गएर चोरेको थिएँ प्लान्ट। अनि त्यो प्लान्ट चाहिँ के छ भनेदेखि रिसोर्ट बनिरहेको रहेछ। यो जेरानियम अर्कै कलरको थियो क्या, यो चाहिँ कुन कलर भन्दा नि लाइट पिङ्क कलरको, वाइट वाइट कलरको छ होइन यो। अनि मलाई यो एकदम राम्रो लागेको। अनि यो चाहिँ हो ल्याभेन्डर। अनि मैले फुल हेरेको कस्तो गरेर चोरिरहेको थिएँ। अनि अर्को चाहिँ सकुलेन्ट लिएको थिएँ मैले, सकुलेन्ट यहीँ छ। अनि यो चाहिँ गङ्गाले सुनखरी ल्याइदिएको है, यसलाई चाहिँ म यो पटमा कटिङ गरिदिन्छु। अनि उता पनि छ हाम्रो, बाहिर पनि छ सुनखरी त, त्यही पनि यसलाई चाहिँ पटमा राखिदिन्छु। गाउँमा कस्तो राम्रो बनाएको छ क्या हाम्रो घरमा सुनखरी। अनि त्यही भएर यसलाई चाहिँ पटमा, यसलाई चाहिँ पटमा राखेर हेर्ने अब कस्तो छ भनेर। अनि हामीहरू सकुलेन्ट पनि छ सुनखरी, हाउ इज इट, कस्तो राम्रो छ। अनि यस्तै फुलाउँछ पछि म यहाँ पछाडिको ब्याकग्राउन्ड फुल जस्तै। अब चाहिँ हामीले कम्पोस्ट बनाउने गर्छ। अनि यो प्लान्टहरूलाई म यसरी बादमै रोपिदिन्छु। यही ठुलो हो, यही हो है ठुलो। यो त अर्कै प्लान्ट हो क्या यो एउटा चाहिँ। किन राखिराख्नु प्रतापहरू आएछ त, प्रताप आएछ। यसरी यिनीहरूलाई चाहिँ धेरै केही चाहिँदैन। यो अर्किडहरूलाई चाहिँ पातहरू अनि यस्तो खोटोहरू चाहिन्छ क्या, रुखको बाहिरको खोस्टाहरू। अनि यत्तिकै फस्टिरहेको हुन्छ। यो गाउँमा यस्तो राम्रो फुलाएको देखेर म चाहिँ लोभ लागेको क्या साथीहरू। यसलाई चाहिँ काटिदिनु पऱ्यो क्या, यसको फ्रुट्सहरू चाहिँ। फाइनल्ली गाइस मैले चाहिँ यसलाई रिपोर्ट गरेर यस्तो देखिसकेको छ। यो गमला धुनुपर्छ है लास्टमा चाहिँ। अनि एउटा चाहिँ त्यसमा भयो भनेदेखि एउटा चाहिँ यहाँ छ क्या, यो यसमा यो छ है। अनि एउटा चाहिँ सबैभन्दा लार्ज जम्बो। सो कस्तो छ प्लिज रिभ्यू दिनु होला। अनि त्यसपछि है
अनि अब मेरो भिडियो चाहिँ यहाँनिर इन्डिङ गर्न चाहन्छु हस् त थ्याङ्क्स फर वाचिङ किप लभिङ अनि कस्तो लाग्यो हजुरहरूले प्लिज त्यसमा चाहिँ रिभ्यू गर्नुहोला स्टे ट्युन बाई बाई